हेलो गाइज सबैलाई नमस्कार। यति बेला भने म सालजन्डेको नैनादेवी झरना भन्ने ठाउँमा आइपुगेको छु। हाम्रो यो कोरियन शिक्षालय कामनगर रेफेन एसी क्लास मेटहरू भन्नुपर्छ। आजको दिनलाई हामीले पिकनिक सामान्य पिकनिक गरेर यसो एक आपसमा मनोरञ्जन गर्ने उद्देश्यले यहाँ आइपुगेका छौँ। भर्खर आइपुगेको व्यवस्थापन हुँदैछ। साथीहरू एकदम तन मन लिएर लागि पर्नु भएको छ। हाम्रो टिममा यतिको टिमवर्क हुनै पर्छ ताकि बल्ल हामी सफल हुनेछौँ। भर्खरै पिकनिकको तयारी गर्दै गर्दा हाम्रो यो भुटन आइटममा लागि पर्नु भएको छ। हाम्रा फक्तराज कुमारी र मोहनजी हुनुहुन्छ। माथितर्फ विजयजीले ल यसमा आलु बसालिहाल्नु पनि। यसो अनुहार देखाउनुहोस् है हजुर तीनजनाले। सबै बोकेर लाने सबैले एकैचोटि धुलाइ गर्ने त खोलामा। ल सर हेरिदिनु होला है अगाडि। नमस्कार मास्टर साहब। यो हो नि हाम्रो टिमवर्क विशेष हो। विशेष पाउने अनि उहाँ हाम्रो हेड कुक हुनुहुन्छ। कार्यकर्ता ढिलो आएर अमूल्य योगदान दिनुहुने हाम्रा आत्मीय मित्र विमल पौडेल
हाम्रो पाको मान्छे हैन मस्त पाको मस्त भएछ ल ठिक छ जिउ कम भयो क्या